आज मैले बनाउँदैछु ब्रोकाउली राइस हो। तपाईले सुनेको एकदम सही हो, ब्रोकाउली राइस है। सुरुमा कफी खाए, त्यसपछि मैले बसाल्दैछु प्रेसर कुकर। आज के प्रयोग हुन्छ भनेपछि विभिन्न प्रकारको मसला। सुरुमा त हामीले प्रयोग गर्नेछौँ 1 चम्मच घिउ है। घिउ हालेर भ्याएपछि कालो र रातो हुने गरेर जिरा भुटेकी छु। त्यसपछि हालेकी छु रातो हुने गरेर प्याज है। पालो आयो ब्रोकाउलीको। ब्रोकाउली हालेर भ्याएपछि माथि हाले कुटेको अदुवा र लसुनको धुलो, जिरा धनियाको धुलो, पहेँलो कलरको बेसार अनि मजाले फेरि पनि घोलिदिए। मजाले भुटेर भ्याएपछि हामीले हाल्नेछौँ चामल। भिजाएको चामल हालेर यसरी मजाले घोलिकी छु। हेर्नु त यसरी चप्किन लाएर भ्याएपछि हामीले चाहिँ यिनीलाई छुटाउनु पर्छ। त्यही भएर मैले प्रयोग गरेकी छु पानी। अन्तिममा नुन अनुसारको स्वाद, त्यसपछि हालिदिए ढक्कन है। हेर्नु त 3-4 सिटी लाएर भ्याएपछि खोलिदिए। देख्नु भएन होला नि, त्यही भएर लाइट बालिदिए है। अब चाहिँ पस्किनतर्फ लागि है। एक्लै छु, एक्लै पस्किने, एक्लै खाने है। यो ब्रोकाउली राइस कस्तो भएको छ भनेर म तपाईहरुलाई खाएर भन्छु है। घिउमा बनाएको भएर होला असाध्यै मिठो भएको छ है। साथीहरु, यदि तपाईहरु पनि स्टुडेन्ट हुनुहुन्छ र काममा जानुहुन्छ भने छिट्टो मिठो ब्रोकाउली राइस बनाएर खानुस् है।